यो हो 10 रुपियाँको नोट र ऊ त्यहाँ चाहिँ छ मासु पसल। म चाहिँ आज 10 रुपियाँको मासु किन्नेवाला छु। हेरौँ है त आज यो 10 रुपियाँको मासु आउँछ कि मेरो आँखाबाट मासु नदिएर आँसु आउँछ। अनि चाहिँ म अघि बढेँ मासु दोकानतिर। हजुर मासु ल्याइदिनु न। कतिको भाइ? 10 रुपियाँको। 10 को त आउँदैन नि भाइ मासु। ल्याइदिनु न दाइ, 10 आइहाल्छ नि, पैसा त हो। आउँदैन भाइ 10 को मासु। ल्याइदिनु न। खुट्टा आउँछ लालिदिउँ खुट्टा। खुट्टा आउँछ लालिदिउँ खुट्टा। अनि साउजीलाई जसो तसो फकाएर एक पिस भए पनि मासु किनिहाले 10 रुपियाँको। सो फाइनली गाइज 10 रुपियाँको मासु आइसकेको छ है। अनि म चाहिँ लागेँ त्यहाँबाट अर्को मासु पसलतर्फ। पसलको साउजी त हुँदै हुनुहुन्न रहेछ, मान्छे नि हुनुहुन्न रहेछ। अनि त्यहाँबाट लागेँ म चाहिँ अर्को मासु दोकानतिर। मासु दिनु न। 10 रुपियाँको। 10 रुपियाँको ल। अब गाइज मैले फेरि यहाँ पनि मागिसकेको छु 10 रुपियाँको। साँच्चीको मैले मागेँ 10 रुपियाँको मासु दिनु न। 10 रुपियाँको? कस्तो ल्याइदिनु त? अब जस्तै है एक पिस। एक पिस? एक दुई पिस। अब कति आउँछ 10 रुपियाँको? 10 रुपियाँको पनि भ्यालु थपिदिनु पर्यो सानो। हड्डी ल्याइदिनु ल। हुन्छ। 14 रुपियाँकै भएछ ल। 4 रुपियाँको नसाए ल। अनि 10 रुपियाँको 20 रुपियाँको मासु लिएर घरमा लगेर मस्तसँगले फ्राई गरेर मजाले खाएँ। अब अर्को पाकमा त एउटा पसलमा मासु किनेर अर्को पसलमा लगेर बेच्नेछु। सब्सक्राइब र फलो गर्न नबिर्सिनु होला।